हर्निएटेड डिस्क जुन छ यो हर्निएटेड डिस्कको लागि के व्यायाम गर्ने म हजुरहरूलाई सिकाउँछु हेर्नु होला। यस्तो बेड या म्याटमा चाहिँ हजुर यसरी चाहिँ सुत्नु होला। सर्वप्रथम दुईटै हातको कुइनाले यसरी टेकेर छातीलाई यतिको उचाल्नु होला। 5 सेकेन्ड होल्ड गर्नुस्। 1 2 3 4 5 र तल राख्नुस्। त्यसपछि दुईटै हातको मद्दतले यसरी मज्जाले छातीलाई उचाल्नुस्। 5 सेकेन्ड होल्ड गर्नुस्। 1 2 3 4 5 र तल राख्नुस्। दुईटै हात पछाडि राख्नुस्। छाती मात्र उचाल्नुस्। 5 सेकेन्ड होल्ड गर्नुस्। 1 2 3 4 5 तल राख्नुस् र छाती र दुईटै खुट्टा उचाल्नुस्। 5 सेकेन्ड होल्ड गर्नुस्। 1 2 3 4 5 र तल राख्नुस्। उत्तानो पर्नुस्। दुईटै घुँडा खुम्च्याउनुस्। ढाडलाई मज्जाले माथि उचाल्नुस्। 5 सेकेन्ड होल्ड गर्नुस्। 1 2 3 4 5 र तल राख्नुस्। त्यसपछि यसरी क्रसले यसरी राख्नुस्। पहिला देब्रे तान्नुस्। 5 सेकेन्ड होल्ड गर्नुस्। 1 2 3 4 5 र तल। त्यसपछि यसरी यो पोजिसनमा फेरि साइड चेन्ज गरेर 5 सेकेन्ड 1 2 3 4 5 र तल। यो व्यायाम हजुरहरूले बिहान बेलुकी 15 20 चोटि चाहिँ गर्न सक्नुहुन्छ। भिडियो मन परेमा सधैँ यसो लाइक कमेन्ट र सेयर गर्न नबिर्सनुहोला।